आफ्नो मूल्य अरूको नजरले होइन, आफ्नै कर्मले निर्धारण गर्दछ। नमस्कार एन्ड वेलकम छ है मेरो भिडियोमा आज पनि सम्पूर्णलाई। मलाई चाहिँ यसरी मेरो भिडियोहरूमा कोटेसन राख्दै भिडियो बनाउनु चाहिँ खुब रहर लाग्छ वा मजा लाग्छ भनौँ। मजा लाग्छ। आज चाहिँ म कलेजबाट ढिलै आएको थिएँ इक्जामको कारणले गर्दा चाहिँ, त्यही भएर अनि स्कुल पनि अब कुदिरहेको छु, अलिक फास्ट नै हिँडिरहेको थिएँ। त्यही बेला चाहिँ यो भिडियो त खिच्दै पनि थिएँ, अलिक फास्ट पनि हिँड्दै थिएँ। अनि इक्जामको बेलामा पनि स्कुलले बिदा दिएन त भन्नु होला, बिदा चाहिँ दिनुभएको थियो। त्यही पनि अब मैले अर्को साथीलाई भनेको थिएँ, उहाँ जान नभ्याउने हुनुभएको कारणले गर्दा चाहिँ म गइदिएँ। यो कलेजको हाम्रो सर्फेसहरू भयो, बाहिरी भागहरू, हाम्रो कलेजमा चाहिँ यस्तो रुख पनि छ, दुईवटा बड पिपलको रुख छ। अनि हामी इक्जाम दिएर चाहिँ यसरी बाहिर आएर बसिरहेको थियौँ, साथीहरूले पर्खिरहनु भएको रहेछ मलाई पनि। अनि म चाहिँ सबभन्दा लास्टमा निस्किँदै एकजना साथी हुनुहुन्थ्यो, त्योभन्दा बाहेक चाहिँ म थिएँ। अनि म निस्केर त्यसपछि यसरी भिडियो गरिरहेको थिएँ। अनि साथीहरूसँग चाहिँ कुरा भएको थियो, कुन सब्जेक्ट पर्सि कसरी पढ्ने भनेर सल्लाह गऱ्यौँ, कस्तो इक्जाम भयो भनेर सल्लाह गऱ्यौँ। त्यसपछि चाहिँ एकछिन बसेर हामी पनि लागिहाल्यौँ। किन यो चाहिँ म पढेको कलेज हो है। हेर्दाखेरि बिल्डिङहरू राम्रो भवनहरू चाहिँ राम्रो छ, पढाइ पनि राम्रै हुन्छ, नहुने राम्रो छ पढाइ पनि, भवनहरू चाहिँ आकर्षक छ। हेर्दाखेरि पढौँ लाग्ने हुन्छ होइन। वरिपरि चाहिँ भवन बिचमा चाहिँ साथीहरू यो चाहिँ यसरी ठुल्ठुलो यो चाहिँ म स्कुल जाँदै गरेको आधी बाटोमा है। टक्क म गेट कटेर गइसकेपछि चाहिँ यो ओह्रालो बाटो छ, अस्ति यहाँ लडेर चाहिँ मैले अनि त्यसपछि फोन पनि फुटाएँ होइन। अनि यहाँनिर बसेर टक्क अनि यताउता देखाएँ, एकछिन उभिएर अनि झरेँ, ओह्रालो धेरै ओह्रालो छ, फेरि तलबाट माथितिर पनि देखाएँ, फेरि झरेँ तल आएपछि चाहिँ यो जनता स्कुल हो, यतापट्टि जनता स्कुल छ, त्यहाँबाट फेरि अब टाइम थिएन, फटाफट लागेँ म आफ्नो स्कुलतिर। अनि यो चाहिँ स्पिड बढाइदिएको हो। त्यसपछि अब पुल आउँछ होइन, अनि पुलमा टक्कै एकछिन हेऱ्यो, पुलबाट तल खोला देखाएँ मैले खोलाहरू। अनि फेरि लागेँ, अनि टक्क अब भर्याङ चढेँ, अनि यहाँबाट सिडी चढेर पुलमा यताउता देखाएँ। अनि त्यसपछि खोलामा हेरेँ आफूले पनि। अनि हिँडेँ, फेरि हिँड्दै गएँ। अनि त्यहाँबाट स्कुल आउनु त अब त्यहाँबाट चाहिँ धेरै टाइम लाग्दैन, 2 मिनट जति लाग्छ। अनि त्यसपछि गएँ, मैले स्कुलको गेटसम्म नै भिडियो बनाएको छु होइन। अनि ठक्क स्कुलको गेटपछि चाहिँ भिडियो पनि अफ गरिदिएँ मैले। यो चाहिँ बाटो यस्तो छ, हिलो कि कस्तो। अनि यहाँतिर फोहोरहरू पनि धेरै नै हुन्छ, अनि पानी जमेको बाटोहरू त्यस्तै फोहोर भएर ड्रेसहरू चाहिँ पुरै फोहोर हुन्छ। स्टुडेन्ट्स हाम्रो टिचरहरूको पनि ड्रेसहरू चाहिँ फोहोर भइरहेको हुन्छ। यस्तो माटोहरू हालेर झन् बनाइदिनु भएको छ कि यहीँ अगाडि हो मेरो स्कुल चाहिँ। सबैलाई धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा।